हेलो नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ होला आशा गर्छु। आज चाहिँ हामी बजारतिर जान लागिरहेको छौँ हैन। यो भिभो मल भन्छ, यहाँको सबैभन्दा ठुलो मार्केट। के हुँदो रहेछ यसो भरे भिडियोमा म ट्याग गर्नेछु है त हजुरहरूलाई। यो चाहिँ ओखरको बोट हो। साथीले कतिजनालाई ओखरको बोट थाहा नै छ होला। यो चाहिँ फलेर पाकिसक्यो। अब चाहिँ भने हामी बायोमारी बजारमा आइपुग्यौँ। मारामुरी यहीँबाट नै सातुमारी पनि जान्छ। यो बिल्डिङ चाहिँ विशेष बिल्डिङ हो। एकदमै तपाईँहरूलाई कसलाई यस्तो फुल मनपर्छ हेर्नुहोस् है। झार पनि यस्तो राम्रो फुल्दो रहेछ। यहाँ चाहिँ फुल्ने फुललाई चाहिँ जोगाएर राख्छ। यो झार हो तर यस्तो राम्रो फुलेको छ हेर्नुहोस्। ल यस्तो राम्रो फुलेर बसेछ हेर्नुहोस्। यता पनि छ, यता पनि हेरौँ, हेरिहालौँ। ल यस्तो राम्रो फुलेर बसेछ हेर्नुहोस् त। फुल चाहिँ साह्रै माया गर्छ यताको मान्छेहरूले, त्यही भएर यस्तो झारलाई पनि यस्तो जोगाएर राखेको छ हेर्नुहोस् त। यहाँ चाहिँ धमाधम पिचुने काम भइरहेको छ। पाइपहरू हिजो अस्ति भर्खरै हालेको यहाँ बिचमा। अनि अब यो मान्छे यिनीहरूलाई बनाइसक्यो। अब यहाँ माथि पिच थप्दै आइरहेको छ। म तपाईँलाई देखाउँछु है त। यहाँनिर ओखर पाकेछ, यस्तो लट्रममा फलेको। पाक्नु लाग्यो, ऊ फक्रेछ। अलिक नजिकबाट अब देखाउँछु है त। या टन्नै फलेछ है। यहाँ चाहिँ टिपिसकेछ, यत्रो ठुल्ठुलो थियो, टिपेर सकेछ। यत्रो पारेछ। त्यो चाहिँ ठुल्ठुलो फल थियो। यता चाहिँ थपिसकेछ है, यसकै लेभलमा ल्याइपुऱ्याएछ है। यतातिर सक्यो। यहाँ चाहिँ नजिकैबाट देखाउँछ है त। उफ गडा यसरी फलिसकेर नि फक्रिसकेछ, झरेर नि खाइसकेछ है। यस्तो छ। अब स्याउको रुख यस्तो रिन्छ यहाँनिर। यो साल फलेन त्यति खासै, अहिलेको साल फलेन, आगुको साल फल्छ। अब यसरी नै यहाँ चाहिँ म चाहिँ रोमानेबाट हो होइन। यहाँ चाहिँ घाम लाग्दैन। घाम हेर्नलाई कहिलेकाहीँ मात्रै घाम देख्न पाइन्छ। अब हिउँ पर्ने समय हो, सिजन हो। अब हिउँ पर्नु थाल्छ। त्यही भएर आज पनि घाम लागेको छैन। तर ठाउँ चाहिँ यस्तो राम्रो छ हेर्नुहोस्। अब यो डाँडाहरू तपाईँको सबै सुक्दैछ, कलरफुल हुँदैछ। तर केही समयपछि चाहिँ तपाईँको सबै झरेर यो के भन्छ नि, बोट मात्रै हुन्छ के, लाक्रा मात्रै हुन्छ। अहिले चाहिँ यस्तो पात छ। यो पातहरू झर्नलाई एकदम यो भइरहेछ, रङ्गिन भइरहेछ। यस्तो छ, यस्तो हुन्छ यताको गाउँघरहरू। हामी पनि गाउँमै छौँ है त। अब यहाँ चाहिँ यस्तो छ, यो चाहिँ इटाइल टायर कम्पनी हो होइन। यहाँनिर चाहिँ न सेक्युरिटी छ न के छ, तर यस्तरी छ होइन।
विशेष गरी हाम्रो नेपालमा हो भने यहाँनिर कति सेक्युरिटी राख्नु पर्छ, अलिकति सुरक्षा चाहिँ अनुशासन चाहिँ यहाँ भएको हो कि जस्तो लाग्छ है मलाई चाहिँ। यो कम्पनी हो, कम्पनीमा पनि यतिकै खुल्लै छ, खुल्लै हुन्छ होइन, केही पनि हुँदैन। ल यो चाहिँ टायरहरू हुन्छ, यो चाहिँ निर्माणको सामग्री पाउने पसल हो है। यो चाहिँ पानी जहाज यहाँनिर छ तपाईँको। यो पनि चार्जिङबाट हो रहेछ। र यो सबै यो कम्पनीहरू हो। यस्तो छ, हामी रोडमा निक्ल्यौँ। अब चाहिँ गाडीले गर्दाखेरि केही साउन्डहरू सुनिँदैन होला होइन, यस्तो छ है साथीहरू। ल के गर्ने होइन, अब यस्तो छ। जस ठाउँ चाहिँ राम्रो छ, गाउँमा बस्नुको रमाइलो, गाउँमा बस्नुको मजा यस्तै छ।